यहाँहरूलाई वित्तीय साक्षरता च्यानलमा हार्दिक स्वागत छ। सौर्य ऊर्जा सम्बन्धी काम गर्ने एउटा कम्पनी प्योर इनर्जी लिमिटेडले यही 2081 चैत 28 गतेदेखि 2082 वैशाख 2 गतेसम्म आवेदन दिन मिल्ने गरी निष्कासन गरेको आइपिओ सम्बन्धी विस्तृत जानकारी सहित उपस्थित भइसकेको छु म महेश चन्द्र काफले। यो कम्पनीको कुरा गर्ने हो भने यसको जारी पुँजी रहेको छ रु 80 करोड र त्यो 80 करोडको 2% अर्थात् रुपैयाँ 1 करोड 60 लाख बराबरको 1,60,000 किता सेयर चाहिँ यस कम्पनीले पहिला नै आयोजना प्रभावित क्षेत्रका लागि बिक्री वितरण गरिसकेको छ। अब त्यसमध्ये जारी पुँजीको 18% अर्थात् 14,40,000 किताको पनि 10% अर्थात् 1,44,000 किता चाहिँ यसले वैदेशिक रोजगारीको लागि छुट्याएको छ। त्यस्तै 5% अर्थात् 72,000 किता सामूहिक लगानी कोषको लागि, त्यस्तै गरी 2% अर्थात् 28,800 किता कम्पनीको कर्मचारीको लागि छुट्याइसकेपछि त्यसपछि बाँकी रहेको 11,95,200 किता प्रति किता रु 100 का दरमा चाहिँ सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको छ र प्रति व्यक्ति 10 किताको दरले बाँडफाँड हुने हो भनेदेखि 1,19,520 जनालाई मात्रै यो आइपिओ पर्ने छ भने बाँकीको हात खाली हुनेछ। अब हामी जाउँ यस कम्पनीको वित्तीय अवस्थाको जानकारी लिनका लागि। कम्पनीको वित्तीय अवस्थाको कुरा गर्ने हो भनेदेखि आर्थिक वर्ष 2080-81 को रिपोर्ट अनुसार यसको प्रति सेयर नेट वर्थ रहेको छ 96 रुपियाँ 45 पैसा। यसको मतलब यसको प्रति सेयर नेट वर्थ 100 रुपियाँ भन्दा कम नै छ। त्यस्तै प्रति सेयर आम्दानी रहेको छ -2 रुपियाँ 75 पैसा। यसले चाहिँ के देखाउँछ भने कम्पनी फन्डामेन्टली त्यति धेरै स्ट्रङ चाहिँ देखिँदैन, कम्पनी घाटामा रहेको देखिन्छ किनकि यसको प्रति सेयर नेटवर्थ पनि 100 रुपियाँ भन्दा कम नै छ र अनि प्रति सेयर आम्दानी पनि 2 रुपियाँ 75 पैसा, त्यो पनि नेगेटिभमा छ। यसको मतलब कम्पनी चाहिँ घाटामा देखिन्छ अहिलेसम्म, तर यसको मतलब कम्पनी सधैँ घाटामा हुन्छ भन्ने कुरा पनि होइन। अब यसले चाहिँ भविष्यमा राम्रो आम्दानी पनि गर्न चाहिँ सक्छ। अब यसको रेटिङको कुरा गर्ने हो भनेदेखि यस कम्पनीलाई चाहिँ केयर रेटिङ नेपाल लिमिटेडले चाहिँ रेटिङ प्रदान गरेको छ र यस कम्पनीले चाहिँ केयर एनपी BB+ रेटिङ पाएको छ र जसको मिनिङ चाहिँ जसको अर्थ हुन्छ वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको भन्ने। अनि यस कम्पनीको चाहिँ बिक्री प्रबन्धकको कुरा गर्ने हो भने रहेको छ नबिल इन्भेस्टमेन्ट ब्याङ्किङ लिमिटेड। र अब यस कम्पनीको आइपिओ परिहाल्यो भनेदेखि हाम्रो ओपनिङ रेन्ज चाहिँ कति हुन्छ होला त भनेर हामीले चाहिँ भन्दाखेरि ओपनिङ रेन्जको ट्रेन्ड चाहिँ के हुन्छ त यसको प्रति सेयर नेट वर्थदेखि त्यसको 3 गुणाको बिचमा रहन्छ, अर्थात् प्रति सेयर नेट वर्थ छ 96 रुपियाँ 45 पैसा र त्यसको 3 गुणा हुन्छ 289 रुपियाँ 35 पैसा। यसरी 96 रुपियाँ 45 पैसादेखि 289 रुपियाँ 35 पैसाको बिचबाट चाहिँ यसले चाहिँ के गर्न सक्छ त ओपनिङ रेन्ज पाउन सक्छ। यस्तै विविध वित्तीय जानकारीका निम्ति च्यानल सब्स्क्राइब गर्न नबिर्सिनुहोला। धन्यवाद।